प्राय 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 सबैले सामान्य परिवारको सबै मान्छेले के भन्छ थाहा छ? कहाँ प्रोग्राम भनेर भो र यार, जिन्दगी बनाउनु पर्यो नि, कमाउनु पर्यो नि, भविष्य बनाउनु पर्यो नि भन्छ के। त्यसले भनेको नि गलत होइन, फेरि त्यो पनि आफ्नो ठाउँमा ठिक छ। अब राम्रो भए, हिजो पो मैले काम गरिनँ, कमाइनँ, धमाइनँ, केही गरिनँ, किनकि मैले ड्रग युज गरिरहेको थिएँ। आज म ठिक छु, ड्रग युज गरेको छैन, शरीर राम्रो छ, दिमाग चलिरहेछ भनेपछि किन प्रोग्राममा टाइम दिने? म काम गर्छु नि, काम गरेर पैसा आर्जन गर्छु। पैसा आर्जन गरे पो बल्ल इष्टमित्रहरू पनि मसित क्लोज हुँदै हुन्छ, नजिक नजिक आउँछ, आमा बाउले नि माया गर्छ। सब पैसा हो, पैसा भएन भनेपछि केही छैन, न इज्जत छ न माया छ, केही छैन। पैसा भएन भनेपछि कुकुरको औकात पनि हुन्न हाम्रो घरमा। सोचाइ आउँछ कि प्राय हामी यो मिडल क्लास फ्यामिलीहरूको, मेरो पनि आउँछ, तपाईँहरूको मात्रै होइन, सबैको आउँछ। अनि हाम्रो फोकस के हुन्छ? कामतिर, सिर्फ कामतिर। त्यहाँ बिर्सिन्छौँ क्या हामी एउटा कुरा के, म एउटा रोगी हो, म एउटा दुर्व्यसनी हो, ममा एउटा रोग लाग्छ। अनि टोटली प्रोग्रामलाई ल्याग गर्छौँ, सिर्फ फोकस के हुन्छ? कमाइ 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 कमाइ। अनि नर्मल व्यक्तिहरूसित उठ बस, त्यहाँ कमाइ गर्ने ठाउँमा रक्सी खाने नि हुन्छ, गाली गर्ने नि हुन्छ, छल कपट गर्ने मान्छे नि हुन्छ, विभिन्न प्रकारको मान्छे हुन्छ काम गर्ने ठाउँमा, जुन ठाउँमा तपाईँ काम गर्नुहुन्छ। अनि हामी तिनीहरूसित उठबस गर्ने, तिनीहरूसित मात्र टाइम दिएपछि हामी जसलाई धेरै समय दिन्छौँ नि, हेर्नुहोस् त्यसको प्रभाव हामीलाई परिरहेको हुन्छ। भनेपछि त यसरी बुझ्नु पर्यो नि त, मैले त प्रभाव पर्छ भनेपछि त राम्रो व्यक्तिसित हिँड्नु पर्यो, राम्रो विचारधारा भएको व्यक्तिसित हिँड्नु पर्यो, जसले राम्रो व्यवहार गर्छ त्योसित हिँड्नु पर्यो, जसले काम गर्छ होइन त्योसित हिँड्नु पर्यो। चोरसित, धुलो खानेसित, सुई हान्नेसित, केटीहरूलाई जिस्कानेसित, बाइक गर्नेसित, क्लब जाने केटाहरूसित, तास खेल्ने केटाहरूसित सङ्गत गऱ्यो भने त रिफ्लेक्ट हानिहाल्छ नि, त्यसको व्यवहार हानिमानी आउँछ के केही क्षणमा। अनि हामी रिल्याक्स हुनेतिर जाने हो। बुझ्नु भएको छ? यो सामान्य परिवारको व्यक्तिहरू यो प्रोग्रामलाई एकदमै बिर्सिन्छ। काम गर्नु पर्यो, केही गर्नु पर्यो, अब परिवारलाई हेर्नु पर्यो भन्ने सोच आउँछ। त्यो सोच आएको नि मैले नराम्रो भन्दैन, त्यो सोच आउनुपर्छ, तर एटलिस्ट आफूलाई बिर्सिनु नि हुन्न है म को हो। मलाई आज यो प्रोग्रामले आज यो सोच्ने लायक बनायो, यो शरीर दियो, मेरो दिमाग चल्ने योग्य बनायो, यो प्रोग्रामले गर्दा हो नि त, होइन र? अनि म यो देशलाई नै बिर्सिने, यसलाई बिर्सियो भने त भोलिको दिन फेरि त्यही अवस्था आउन कौन सा आइतबार लाग्छ र, होइन र? प्राय जस्तो हामी नर्मल मान्छेहरू रिल्याक्स हुने कारण पनि यही हो के, आब्बो कमाउनु पर्छ, आब्बो पैसा कमाउनु पर्छ, अब परिवारलाई हेर्नु पर्यो, बुढीलाई हेर्नु पर्यो, यताउति गर्नु पर्यो भन्छन्। अनि नर्मल व्यक्तिसित मान्छे सङ्गत गर्छ, जस्तोसित सङ्गत गर्यो त्यस्तै हुने। मिटिङ आउन जाउने छैन, फेलोसिप के हो कस्तो हो थाहै छैन, स्पोन्सर त बनाएकै छैन हामीले, स्टेप गरेकै छैन हामीले, रियापमा किपिङ टच अरे छोड्दै यार के गर्न जाने, किपिङ टच छैन, केही छैन। जे सिकाइरहेछ त्यो एउटा युटिलाइज गरिन्न, सिर्फ के बस कैसे होता है, पैसे कमाओ, पैसे के पीछे भागते रहो, पैसे कमाओ, पैसे तुम्हारे जेब में होगा तब दुनिया तुम्हें प्यार करेंगे, दुनिया तुम्हें याद करेंगे। अनि पैसाको पछि मात्रै भाग्छन्। अनि लास्टमा हामी आफ्नो एटिट्युड बिहेभियर त फेरि खस्कान्छौँ। जब हामी पैसाको पछि हिँड्छौँ त खस्किन्छ त्यहाँ हाम्रो बिहेभियर एटिट्युडहरू, अनि एक अर्कालाई गर्ने जुन व्यवहारहरू पनि परिवर्तन हुँदै जान्छ। अनि त्यो परिवर्तन भयो भनेपछि के भयो? मेन्टली रिल्याक्स अनि ब्याक टु युज।